Hello, friend. आमाले चाहिँ यहाँनिर काँक्रा काटेर बेलुकाको लागि अचारको लागि रेडी गर्नुहुँदैछ। अन्त साथी पनि आउनुभएको थियो आमाको, अन्त अब गफ गर्नुहुँदै थियो दुईजना। र यहाँनिर चाहिँ कहिले आमाले आलु काटेर बदाम पनि मिक्सीमा पिसेर हल्दी नुन हालेर चाहिँ रेडी गरिराख्नु भइरहेको रहेछ। आमाले चाहिँ पिरो नखानु भएको कारणले गर्दा चाहिँ अलग्गै कम्ती तेल खराएर चाहिँ हालेर अलग्गै मुसेर हाम्रो लागि चाहिँ अब तेल खराइदिएर कम्ती खोर्सानी हालिदिएर खराइदिइराख्नु भएको थियो हो। अन्त हामी पनि त्यति साह्रो पिरो त खाँदैन, आमाले चाहिँ तर कम्ती पनि पिरो खान सक्नुहुँदैन, हल्का पनि पिरो खान सक्नुहुँदैन। त्यही कारण चाहिँ आमाले चाहिँ अलग्गै मुसेर आफ्नो लागि छुट्याएर राख्नुहुन्छ। मजाले मुसेर अलग्गै छुट्याएर राख्नुहुन्छ। हामी चाहिँ यो अचारमा चाहिँ प्याज चाहिँ हालिनै बिर्सेछ, मतलब युजली हामी प्याज हालेको खाँदैन पनि हो। अन्त आमाले अलग्गै छुट्याउनु भयो र त्यसको बादमा हाम्रो लागि चाहिँ खर्सानी भएको तेल खराएको चाहिँ जुन तेल थियो त्यो हालेर मजाले मुसेर हाम्रो लागि पनि आमाले अलग्गै बनाइदिनु भयो। र बादमा चाहिँ आमाले भन्नुहुँदैछ यो चाहिँ पिरो खर्सानी हालेको र अर्को चाहिँ मेरो खर्सानी नहालेको भनेर देखाउनु हुँदैछ। बाई बाई गाइस।